मालिकाहरू धेरै छन् बहिनी दिदी बहिनीहरू, जसमध्ये कि जेठीलाई बडी मालिका भनिन्छ। ठुली मालिका, बडी मालिका। गुरु महाराजले बडी मालिकाको विषयमा, हुन त म त्यहाँ बडी मालिकामा अझै पुगिसकेको छैन, 64 कोषको बर्खा पाटन छ भनिबक्स्या छ। त्यति फराकिलो भूमि त्यहाँ माथि 64 कोषको बर्खा पाटनमा, अनि त्यहाँ चाहिँ 64 वर्णमालाका थुम्काहरू छन् रे के गुरुजीले। 64 वर्णमालाका त्यहाँ कहीँ क छ, कहीँ ओम छ, कहीँ श्री छ, यस्तो गुरु महाराज भनिबक्स्या छ। 64 कोषको बर्खा पाटन भने चाहिँ कत्रोवटा? एक कोषमा कति 3 किलोमिटर हुन्छ, कति हुन्छ हैन? भनेपछि 64 कोषको बर्खा पाटन, त्यति फराकिलो बर्खा पाटन, त्यस्तो खालको रहेको छ। त्यसकारणले अब बडी मालिका, कालिका मालिका, धेरै प्रकारका मालिकाहरू हुनुहुन्छ। अनि त्यसपछि दिदी बहिनीहरू मध्येको जेठी बडी मालिका हुनुहुन्छ हैन? अनि जब चाहिँ बडी मालिकाको चाहिँ उपासना अगाडि, गुरु महाराज भन्दा पनि अगाडिका अरूले, जस्तो खप्तड, सिद्ध खेचरनाथले तपस्या गरेको ठाउँ खेचराद्री भनिन्छ जसलाई, खप्तड हैन? सिद्ध चाहिँ खेचरनाथले तपस्या गरेर त्यो खेचराद्री हुँदै, खेचराद्री चाहिँ पछि गएर त्यो तपस्या गरेर देवताको राजधानी पनि भयो कुनै बेला। खप्तडको जुन फराकिलो जुन क्षेत्र छ, खेचराद्रीमा सिद्ध खेचरनाथ बसेर उहाँले चाहिँ अन्य शिष्यहरूलाई पनि दीक्षा दिनुभएको कुरा छ। अनि सिद्ध खेचरनाथजीले पनि त्यहाँको बडी मालिकाको चाहिँ साधना गर्नुभयो हैन? अर्थात् चाहिँ अर्को ठाउँमा बस्ने देवी, जसमध्येमा सर्वस्व कुरा दिने मध्येकी देवी। अब तपाईँ पश्चिममा जानुभयो भने धेरै प्रकारका मालिकाहरू भेटाउनुहुन्छ कि, तल पनि मालिकाका मन्दिरहरू हुन्छन्, तर सबैभन्दा बडी मालिका, अब कसैले चाहिँ माथि जान नसक्नेहरूले देवीलाई बोलाएर तल पनि मन्दिर बनाएका हुन्छन्। जस्तो हाम्रो यहाँ 4-5 ठाउँमा मनोकामनाको मन्दिर बनाए जस्तै हैन? त्यस्तै बनाए जस्तै त्यहाँ चाहिँ मेन चाहिँ त्यो बाजुराको बडी मालिकाको थान भयो, जो आफैमा चाहिँ त्यहाँ पनि के भनिएको छ भने, अब त्यो जनै पूर्णिमाको दिन बाहेक अरू दिनमा मान्छेहरू गएर त्यहाँ चाहिँ बस्न सक्ने परिस्थिति छैन, किनभने त्यहाँ गएर जो पाइ बस्न सक्दैन, गायब हुन्छ भन्छन्, त्यहाँ बस्यो भने गायब हुन्छ नि। अनि गुरुजीले के भनिबक्स्या छ भने, त्यहाँ चाहिँ नि यस्ता खालका चाहिँ जडीबुटीहरू छन् रे, जसको अब विशेष मुहुर्तमा मात्रै ती कुराको दर्शन हुने होला। अनि गुप्त रूपमा बसिरहेका यस्ता योगिनीहरूको पनि त्यहाँ दर्शन पाइन्छ रे, गुरुजीले प्रवचन भनिबक्स्या छ। त्यसको लागि चाहिँ अब त्यहाँ 12 महिना मध्येमा जो अहिले जनै पूर्णिमामा मान्छे जान्छन् दर्शनको लागि, दर्शन गरेर फर्किन्छन्। त्यहाँको मौसम पनि सबैले पचाउने खालको छैन, अनि बाटो पनि जाँदाखेरि एकदम उ छ, त्यहाँ अब बुकीहरू हैन धेरै हुने अर्को ठाउँ भएको हुनाले। अब भगवतीका जस्तै महालक्ष्मी, महाकाली, सरस्वती हैन, जस्तै चाहिँ जो त्रिगुणका स्वरूपहरू छन्, जसमध्येको चाहिँ नि पश्चिम क्षेत्रमा बडी मालिकाको प्रभाव अत्यन्तै रह्यो। र त्यो बडी मालिका भन्नेको खासमा चाहिँ पश्चिमकी सरस्वती हुन् के, पश्चिमकी सरस्वती हुन्, जसको आज हामीसँग नेपाली भाषा छ, यिनी देवनागरी लिपिलाई पनि त्यहाँसम्म लिन्छ। र गुरु महाराजले त स्वयं भनेपछि त्यहीँबाट नै त्यो वर्णहरूको गएको हो, ती वर्णहरू त्यहीँबाट उत्पत्ति भयो। अ आ इ ई उ जति पनि छन्, क ख ग घ, यसमा कसरी हामीले त्यसलाई त्यो कुरा चाहिँ के को आधारमा भन्नुभयो गुरुले? अब गुरुजीले चाहिँ त्यहाँ गएर त्यहाँका केही दस्तावेजहरू भेटाउनु भयो होला, अथवा चाहिँ गुरुजीले त्यहाँ गएर साधना गरेर त्यो अनुभूति गर्नुभयो होला। जसरी गुरुजीले त मानसरोवर कैलाशमा त वरिपरि 108वटा गुफा छन् भनिबक्स्या छ, 108वटा गुफा छन् मार्कण्डेय ऋषिदेखि लिएर। गुरुजीले त अहिले पनि मार्कण्डेय ऋषि त्यहाँ हुनुहुन्छ भन्नुभएको छ। 108वटा गुफा छ। अब त्यो कैलाश गएर कसरी 108वटा गुफा त अहिले दर्शन गर्न सक्दैन हैन? त्यस कारणले 108वटा गुफामा अलग अलग सिद्ध बसेछन् भन्नुभयो गुरुजीले हैन? अब त्यो हिसाबले त गुरुको जतिको ल्याकत भएपछि त फेरि पत्ता लगाउन सकिने होला। तर अहिले चाहिँ हामीले गुरुको बाणीलाई विश्वास गरेर हामी चाहिँ जाने, दर्शन गर्ने, अलिकति भौगोलिक बनावटलाई पनि अनुसन्धान गर्ने किसिमले जानेर अन्यत्रको हिसाबले तुलना गर्दाखेरि त्यति अर्को ठाउँमा 64 कोषको बर्खा पाटन भनेपछि त त्यो आफैमा अद्भुत छ नि, आफैमा अद्भुत भयो। त्यति माथि उँचो ठाउँमा हैन, तलबाट पहाड तर जाने ठाउँमा, अनि त्यति माथि पनि पानी हुनु, सबै कुरा हुनु।